बढी आज है यसरी सेपमा काट्यो के भयो त्यो बोल पनि मै जम्दिन एउटा बाँकी छ नि त है अब के गर्छौँ है ब्ल्याक कलर भएको है लगभग मिलिरहेछ है यतातिर कति इन्चमा हाफ इन्चमा जसले भिडियो लिए पनि पठाइदेऊ न के भएर हैन एकजना लियो भने पुगिहाल्छ नि किन सबैले लिनु पर्यो ज्वाइनमा पठाइदेऊ अरे सबैले बरु राम्रो गरिदिन्छ मेसिन भएन त्यही त हो प्रब्लमै त्यही हो यहाँ होइन यस्तो हुन्छ कि मेसिन त उहाँहरूले पनि गर्नु त भएको अब बनाइसकेपछि आजको आजै बिग्रिन्छ सबैले अस्ति त्यो फेसबुकमा सेयर गर्नुभएको कि त्यो भिडियो हुने है त्यसमै छ पनि सिलाउने होला कटिङ पनि गरेर सिलाउने पनि अनि के भन्दामा कटिङ गरेर सिलाउन सकिन्छ प्याटर्न काटेर कपडा काट्ने बेलामा काम लाग्छ यस्तो हुनु पनि होइन अघि उहाँको त फुको फुको आयो भन्न खोजेको के गर्ने त ठ्याक्कै यो बिचमा हामी आइरन गर्नु पर्यो है अनि हामीले अस्ति के बनाएको थियो त्यो कप भने त्यो के के भन्ने प्याटर्न नै बनाएको त्यो माथि आइरन बोर्ड बनाएको थियो कपवाला आइरन बोर्ड बनाएको त्यो माथि राखेर थियो माथि प्रेस गर्ने बुझ्यो मलाई यो ब्ल्याक बनाइदिनुहोस् छिटो कफ हाल्ने ब्ल्याक ब्ल्याक ब्याक भन्नु ब्ल्याक 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 अर्को पाता चाहिन्छ होला सकिनै लाग्यो कति टाइम भयो छैन पाउने 9 भयो त्यो घुमाउन जाने भने त त्यो पिन नराख्दा नै हुन्छ है त्यो नराखेको सरस्वती सिलाउनु भयो तपाईँले कसले मैले सिलाएकै छैन म्याम सोनीले भन नि होइन तपाईँले यो सिलाउनु भएको